good morning everyone. Welcome back to my YouTube channel. र आज चाहिँ हामी कालिम्पोङ जानेवाला छ। आज फेरि कालिम्पोङ जाने काम छ हो। अन्त आज चाहिँ हामी छिटो भयो भने काम सकेर गोर्खेहाट जान्छौँ होला। सो तपाईलाई गोर्खेहाट गयो भने देखाउँछु के कस्तो हुन्छ हेरिदिनुहोस् न ल। पनि हेर्नु न बाई बाई भन्दिनु न बाई तपाईहरुलाई गाइस अहिले चाहिँ हामी कालिम्पोङ आइसकेर पनि काकीको डाक्टरहरू देखाउनु भयो आजको। अन्त अहिले हामी पर जाँदैछ फ्रिज हेर्नुको लागि। अहिले म तपाईहरुलाई गाइस अहिले चाहिँ फ्रिज हेर्न राख्छ हामी। सो गाइस चाहिँ हामी फ्रिज हेर्न आइरहेको छ हो। सिंगल डोरमा ठुलो लान्छु भन्नुभयो नि यत्रो पनि पाउँदैन। कति एमआरपी 26,000 छ, तपाईलाई त्यो पर्छ 23,000 पर्छ। ठुलो हुन्छ 5 स्टार हुन्छ। अहिले भर्खर एउटा बेचेर बसिरहेको छु। गाइस हामी चाहिँ यहाँ फ्रिज हेर्न आइरहेको छ हो। म चाहिँ हेर्नु जानुभएको छ। गोर्खेहाट आइरहेको छ। चाहिँ पिठोहरू छ हर्दी सब्जीहरू चाहिँ हर्दैछ। यहाँ सेलरोटी पोल्नु छ। गाइस अहिले चाहिँ हामी यहाँ कालिम्पोङमा गोर्खेहाट आइरहेको छ हो। यहाँनिर घुम्दैछ। सो हेरौँ यहाँ के हुन्छ के पाउँछ भनेर होइन। म त फर्स्ट टाइम आएको आज गोर्खेहाट। मलाई यस्तो हो क्या मलाई नि यस्तो आफ्नो कालिम्पोङ चाहिँ सधैँ अब कति आउनुपर्छ होइन। तर बिहिबार आउनु चाहिँ जुरेको थिएन। सो आज चाहिँ जुरेछ। अलिक खाली खेल्के लाग्यो है काकी। पिठो फापरको खाप्सीहरू यतापट्टि रहेछ सेलरोटीहरू। म चाहिँ आज फर्स्ट टाइम आएको गोर्खेहाट चाहिँ हो। अन्त तर त्यस्तो बेसी म कुना काप्चीहरू चाहिँ घुमेन। आज चाहिँ गोर्खेहाटबाट निक्ल्यो हो। आज मैले त्यसलाई एक्सप्लेन चाहिँ गर्नु पाएन। त्यहाँभित्र पसेर अब के पाउँछ के हो भनेर हो। अलिक अप्ठ्यारो पनि सरम लाग्यो। त्यहाँभित्र चाहिँ अब भ्लग गर्नु अब मेरो फर्स्ट हो। त्यही भएर चाहिँ त्यस्तो बेसी बोल्नु पनि आएको छैन हो। अब बादमा अब हेर्दैछु। अहिले चाहिँ फर्स्टको भन्दा चाहिँ अलिकति बेसी चाहिँ सक्छु।
अन्त अब हेर्दै जाउँ के हुन्छ। यहाँ हाम्रो चाहिँ फ्राइड राइस आइसकेको छ हो। अन्त यहाँनिर यी दुईजनाको चाहिँ आएको छैन अझै, वेट गरिरहेको छ। आएछ दुईजना पनि। अब चाहिँ हामी खानु स्टार्ट गरेको। खानाहरू है बिमारीलाई चाहिँ कुने रहेछ खानाहरू तेलहरू छैन सादा तर बेसी तेल भन्दा पनि यस्तै चाहिँ लास्ट अब पिज्जा आइसकेको छ। अब खानुपर्छ। यो चाहिँ सबैजना खाइसकेको अवस्था हो। ड्याम्मै भएर यहाँ बसिरहेछ। अब चाहिँ निक्लिनु खाएर निक्लिसक्यो। अब इन्डस्ट्रियल पार्क भित्र चाहिँ बस्दैछ हामी। के अरे बहिनी अलिकति खाली रहेछ है अरू बेलाको भन्दा चाहिँ। यहाँनिर पर बोट पनि निकालेको रहेछ। हामी चाहिँ त्यहाँ जाँदैछ बोट छेउमा नानीहरूको लागि। यहाँ पिङ पनि छ त। त्यो पिङमा चढ्नुहुन्न हामी उयो यहाँनिर चाहिँ बोटिङ खेल्दैछ। यहाँनिर बोटिङ रहेछ नि त। आइपीमा अहिले निकालेको रहेछ हो। लु खोइ नानी कुदाऊ। त्यसलाई साह्रो पऱ्यो त्यो उयो गर्नु हल्लाउनु। पछाडि गयो। यहाँनिर पिङ खेल्न आएको चाहिँ खोइ कोही मान्छे छैन रहेछ। यहाँनिर एउटा हल्लाउने मान्छे हुन्छ उनी छैन। दुईजना बसिरहेको छु। यहाँ हाम्रो म्याडम खेल्दैछ तल। चोखो मजा आइरहेको छ। निशा दिदी हेऱ्यौ यहाँ उल्टा। के खेल्ने अरे खेल्दै रहेछ। यहाँ खेल्दै रहेछ फेरि हामी खेल्दैछ।
अहिले चाहिँ हामी फेरि झलमुरी खेल्दैछ सुसुले खेलिरहेको छ एक्लै छ आज चाहिँ खाली रहेछ लु फेरि जाउँ त नानी त्यहाँबाट होइन हामी चाहिँ झलमुरी खाइसक्यौँ फेरि चिया खाँदैछ अझै चाहिँ खाएको खाएकै छ गाइस अहिले चाहिँ हामी चाहिँ फर्केको अब आइपीबाट चाहिँ निक्लेको अहिले एकैचोटि अब चाहिँ तपाईँहरूलाई म अलगढा पुगेर मात्रै देखाउनेछु सो गाइस अहिले चाहिँ हामी घर आइसकेको छ अन्त मैले जुन चाहिँ त्यो गाडीबाट झरेकोहरू क्याप्चर गर्छु भन्ने सोचेँ त्यो गर्नु पाएन किनभने चाहिँ हामीले जुन चाहिँ त्यो सामान किनेको थियो दिउँसो मैले तपाईँहरूलाई देखाएको थिएँ फ्रिज जुन चाहिँ त्यो किन्नेवाला थियो त्यो चाहिँ हामीले किन्यो है अन्त त्यसले गर्दाखेरि चाहिँ मैले क्याप्चर गर्नु पाएन गाडीबाट झरेर किनभने त्यो चाहिँ हामीले बोकेर ल्यायो हो आजको जुन चाहिँ भ्लग थियो त्यो मैले गोर्खाहाटमा बनाउँछु भनेर मैले बिहान भनेको थिएँ तपाईँहरूलाई त्यो चाहिँ मैले बनायो तर त्यस्तो राम्ररी क्याप्चर गर्नु पाएन हो किनभने मैले पब्लिकको बिचमा फर्स्ट टाइम आज भ्लग गरेको अन्त त्यही भएर मलाई अलिक अब अप्ठ्यारै लाग्यो पब्लिकको बिचमा तर पनि अब कोही बात छैन नेक्स्ट टाइम आई विल ट्राई माई